हाई एभ्रिवान, हजुरलाई स्वागत छ हाम्रो अर्को एउटा नयाँ भिडियोमा। र साथी हो, यो चाहिँ हो हिजोको भिडियो। अनि हिजो चाहिँ सिलिगुडीमा चाहिँ यस्तो हावा पानी परेको थियो, बाफरे। बिहान उठेर हेर्दाखेरि त अन्धेरो न अन्धेरो भएको थियो। अनि अहिले हेर्न सक्नुहुन्छ हावा आउनको लागि, पानी आउनको लागि पुरा जोड तोडले तयारी भएको छ र पानी पनि आइसकेको छ यहाँ चाहिँ। अनि यस्तो पानी परेको छ, पानी त परेको छ, हावा हेर्नुस् न, यहाँ रुखहरू कस्तो पुरा हावाले हल्लाएर पुरा लड्न आँटेको जस्तो खालको भइरहेको छ हो। अनि त्यसको पछि अब आज चाहिँ नानीहरूको स्कुल पनि थियो। अनि अब यस्तो पानी परिरहेछ, हावा आइरहेछ, कसरी नानीहरूले स्कुल पठाउनु भनेर चाहिँ त्यो पनि साइड बाई साइड टेन्सन लागिरहेको छ होइन। अहिले चाहिँ म नुहाइसकेर चाहिँ किचनमा आएँ। अब पकाउनु पर्यो, नानीहरूलाई फेरि ढिलो हुन्छ भनेर चाहिँ। अनि दिदी पनि नुहाउन पस्नु भएको छ। अनि अहिले चाहिँ म दाल बसाउँदैछु यहाँ हतार हतार। आज चाहिँ यसै पनि नानीहरूलाई उठ्न पनि ढिलो भएको थियो। अनि दिदी पनि नुहाइसकेर आउनुभयो र अहिले चाहिँ नानीहरूको लागि टिफिन बनाउनु हुँदैछ। र टिफिनमा चाहिँ आज हामीले गिलो रोटी, अब भनौँ न पिज्जा भन्छौँ हामीले चाहिँ नानीहरूको लागि, अब एक्स्ट्रा हुनको लागि होइन, पिज्जा बनाइदिएको छौँ। र साइडमा चिया पनि पिउँदैछौँ हामीहरू चाहिँ। अब हजुरलाई यादै छ, हामी चाहिँ चिया पिउँदाखेरि यस्तो के जिस्किँदै बोल्दै के गरेर मजा गरेर चिया पिउँछौँ कि बिहानको चिया चाहिँ मजा। आज बिहान पानी परेको देखेर चाहिँ नानीहरू पनि साह्रै ढिलो उठे, बिहान चाहिँ एकदम हतार भयो। र अहिले चाहिँ म रुटिन मिलाउँदैछु शिवांशको। अरू बेला त उसले आफै नै मिलाउँथ्यो र आज चाहिँ त्यही भयो, ढिलो भएर म चाहिँ हतार रुटिन मिलाउँदैछु उसको। अनि उनीहरू चाहिँ भात खाँदैछन् यति बेला चाहिँ। अनि रुटिन मिलाउने बेलामा चाहिँ मैले अब सबै बुक्सहरू हेर्छु, हेरेर चाहिँ के बाइचान्स कोही बेला चाहिँ होमवर्कहरू छुटिरहेको हुन्छ नि त, त्यही चेक गर्छु, मैले चेक गर्दै अनि हाल्दै गर्छु। अनि अहिले चाहिँ म आइरन गर्दैछु उनीहरूको युनिफर्ममा। र अहिले पनि अलिअलि सिमसिम पानी पर्दैछ र त्यही भएर चाहिँ रेनकोट लगाइदिएको छौँ नानीहरूलाई। तिम्रो रेनकोट लगाएर आऊ अरे, जाऊ तिम्रो रेनकोट लगाएर। खोइ तिम्रो रेनकोट छ कता छ? रुममा छ रेनकोट, जाऊ लगाएर आऊ ल, जाऊ। त्यही त जुत्ता त भिज्नै रहेछ। प्यान्ट माथि छ ए होस् लगिहाल्नु नि, लगिहाल्नु अलिअलि पानीमा। नानीलाई स्कुल पठाइसकेपछि चाहिँ यस्तो ढुक्क हुन्छ, एकदम आधा काम सकिन्छ भन्ने जस्तो खालको हुन्छ है साथी हो। र अहिले चाहिँ दिदीले आम ल्याउनु भएको थियो, आमको चाहिँ अचार खानु मन पर्यो अरे। अनि यही आमको अचार बनाउनु हुँदैछ, खोर्सानी अनि आम पुरा मिहिन गरेर पिसेर होइन, यस्तो खालको चाहिँ एकदम अचार रेडी भएको छ यहाँ। कस्तो मिठो भएको थियो साथी यो अचार चाहिँ, एकदम मुखमा त्यो झुन्डिरहेको छ। गाइस अहिले चाहिँ हाम्रो एउटा भिडियो सुट हुँदैछ त, र दिदी चाहिँ यसमा बनिनु भएको छ फुपू, छुच्ची फुपू। र होइन छुच्ची फुपू ट्राई गर्दैछु, कहीँबाट पनि लाग्छ कि छुच्ची फुपू भनेर, नयाँ दुल्हन जस्तो लागिरहेको छ, रातो साडी लगाएर यस्तो गर्छ नि त फुपूले। ल है साथी हो, हाम्रो यो भिडियो चाहिँ बिचारा हाम्रो फुपूहरू चाहिँ राम्रै हुनुहुन्छ है। भोलि पर्सि आउँछ, 1-2 दिनपछि आउँछ होइन। हजुरले कति माया गरिराख्नु भएको छ होइन हाम्रो भिडियोमा, भ्युज पनि आउँदैछ र अगाडि पनि यस्तै भ्युज आउँछ भनेर चाहिँ आशा राख्दैछौँ। फुपू मनपर्छ कि सासू बन्नेको मनपर्छ कि होइन? मलाई सासू मनपर्छ कि मलाई जेठानी मनपर्छ कि कुन चाहिँ सुहाउँछ? मलाई फुपू मनपर्छ। अब यो कुन चाहिँ सुहाउँछ? कमेन्ट डाउन प्लिज भनिदिनु होला। र अहिले चाहिँ नानीहरू पनि स्कुलबाट आइपुगे। अन्त मैले चाहिँ उनीहरूलाई बिहान भनेको थिएँ नि त, आज तिमीलाई खाजामा म सरप्राइज बनाइदिन्छु ल एउटा चिज भनेको थिएँ नि त। उनीहरू चाहिँ खुसी भएर आएर चाहिँ मलाई अहिले सोध्दैछन् के छ खाजामा मम्मी, के छ सरप्राइज भनेर चाहिँ सोध्दैछन् हो। अनि सरप्राइज चाहिँ के भन्दाखेरि अब सिबीलाई मनपर्छ हलुई र शिवांशलाई मनपर्छ आलु परोठा, र त्यही बनाइदिएको थिएँ। एकदम खुसी भयो दुईजना नानीहरू देखेर चाहिँ। अनि र साथी हो, यो भ्लग पनि यही एन्ड गर्छु। हजुरहरूलाई कस्तो लाग्छ, राम्रो लाग्छ भने लाइक सेयर कमेन्ट गरिदिनु होला। अनि हाम्रो पेजलाई फलो गरिदिनु होला। ओके बाई।